एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। नयाँ दिन नयाँ डेमा हजुरहरूलाई स्वागत छ। र आजको दिनमा चाहिँ मैले सुतेरै भ्लग स्टार्ट गरिरहेको छु। मेरो बेबी चाहिँ यति साह्रो बदमास भइसकेको छ होइन। अन्त हो यहाँ के माम खाइसक्यो, बिस्कुट खाइसक्यो हो, बुब्बु खाइसक्यो र पनि सुत्दैन हो। मम्मीलाई काम गर्नु दिएको छैन हो होइन। अन्त हात टोक्यो बस्यो। यहाँ हेर्नुहोस् है हालत यस्तो भइरहेछ हो। आपिक 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 नकल पारिदेऊ, नकल पारिदेऊ, छिटो नकल पारिदेऊ न नानी, नकल पारिदेऊ, नकल पारिदेऊ, छिटो नकल पारिदेऊ, छिटो नकल पारिदेऊ न, छिटो नकल पारिदेऊ न, नकल पार न। अन्त यहाँ नकल पारिदिएको के देखाएको यो भुडी, भुडी किन देखाएको यो भुडी छोपा, यो भुडी छोपा कहिले आउने भन्नु, कहिले आउने पापा पापा भन्नु, आपा भन, पापा हैन राईले बा पापा। फेरि पनि स्वागत छ। म चाहिँ अब एकछिन इमर्जेन्सी परेर जोरथाङ गएको हो नानीको वकर किनिदिनु। अन्त अहिले चाहिँ म तपाईँहरूलाई म देखाउने छु। बाई बाई। हेलो गाइस, फेरि पनि स्वागत छ। र म चाहिँ जोरथाङ गएर आएको होइन। अन्त तपाईँहरूलाई चाहिँ मैले देखाउँछु भनेको थिएँ, बिर्सी पठाइछु मैले चाहिँ। अन्त अब हतार थियो नि त नानी रुक्को रुक्कै गर्दाखेरि वकर हेर्नु गएको गाइस। यस्तो दोकानमा नि वकरै नभएको होइन, त्यही भएर ल्याइन। नानीको यसो सुँगाउने दबाई चाहिँ लिएको छु। फेरि मेरो नानी चाहिँ सिजरको भएर कफ जामै गर्छ, त्यही भएर उसको लागि दबाई ल्याइदिएर अब म सुँगाउनु लागिरहेको छु होइन। अस्ति पनि सुँगाएको तर खोइ के भएर बल्झिहाल्छ होइन। अब अस्ति डक्टरले चाहिँ भन्नुहुँदै थियो सिजरको नानी चाहिँ अलिक अब जोगाउनु पर्छ, अब बेसी कफहरू जामै बस्छ भन्दै थियो नि त। अनि त्यही भएर चाहिँ मैले नानीको लागि दबाई ल्याइदिएँ। र फाइनली गाइस मेरो हस्बेन्ड चाहिँ अब सायद यो महिना मरेर आउँछ होला होइन। तपाईँहरूलाई भनेको थिएँ मैले मेरो हस्बेन्ड चाहिँ उता जानुभएको छ भनेर। तर अब मेरो हस्बेन्ड चाहिँ आउँदैछ। खुसी खालको लाग्छ नि त होइन आफ्नो हस्बेन्ड आउँदा। अन्त त्यही हो मेरो यहाँ माइली नानाको छोरा, कान्छा छोरा चाहिँ गोली खेलेर आएको। यो चाहिँ एकदम दामी खेल्छ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ होइन। अन्त यहाँ चाहिँ फिरुज भन्ने हो उसको नाम चाहिँ, ऊ पनि खेल्छ। यहाँ चाहिँ यसको नाम चाहिँ प्रन्दीप हो, तर हामी जिस्काएर यसलाई चाहिँ भालु भन्छौँ, रिसिन्छ नि त होइन। उसको बेइज्जत गऱ्यो भनेर रिसिँदैछ। अब हामी आन्टीहरूको बोलाउने नाम चाहिँ प्यारो भालु राखिदिएको थियो होइन। अन्त रिसिँदैछ हो। अन्त हाम्रो आमा चाहिँ यहाँ रातिको कुकमेन होइन आमा। अन्त यहाँ सर्जनी भुट्न आँटेको छ, सर्जनी केलाउँदैछ हाम्रो आमाले चाहिँ हो। अन्त पापा हामी सबैजनालाई माछा लिएको थियौँ। अन्त अब माछा अहिले एकछिनमा खान्छौँ होइन। पकाउँछ आमाले माछाहरूले, जेठी नानाले सब्जीहरू अलिअलि पठाइदियो होइन। अन्त हाम्रो गाउँ बस्तीको चुल्हाहरू हेर्नुहोस् है। अब तपाईँहरू बजारको हो भने त अब यस्तो हुँदैन, तर अब म चाहिँ सानैदेखि गाउँ बस्तीमै हुर्केको परेको, त्यही भएर चाहिँ यता गाउँ बस्तीतिर चाहिँ आगो नै बाल्छ होइन। अन्त अब मेरो माइत घर, अहिले चाहिँ म माइत घरमै छु। मेरो नानी सानो भएर चाहिँ म उता बुढा घर गएको छैन, र प्लस बुढा पनि घरमा छैन होइन। अब ऊ काम गर्नु गएको छ, त्यही भएर त अब सानो नानी हुँदा त कति साह्रो पर्छ, तपाईँहरूलाई पनि थाहा भएकै कुरा हो। अब यता हो भने चाहिँ अलिअलि भए पनि अब हेरिदिने थुप्रो छ नि त यता परिवार, त्यही भएर चाहिँ म यतै बसिरहेको छु। र अब अलिक दिनमा म मेरो हस्बेन्डको घर पनि जान्छु। म तपाईँहरूलाई मेरो हस्बेन्डको घरमा को छ त्यो सबै देखाउने छु ल गाइस। र यतिमा अब तपाईँहरूले चाहिँ मेरो भिडियो हेरिदिँदै गर्नुहोस् होइन, मन पराइदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। तपाईँहरूको सपोर्टले नै मेरो हरेक कुरा हुन्छ। र अब यतिमै एन्ड गर्छु भन्दा पनि अहिले एकछिन तपाईँहरूलाई म माछाहरू पकाएको होइन त्यस्तोहरू देखाउने छु। तपाईँहरूले हेरिदिनुहोस्। अल्छी नमानी। बाई बाई गाइस। हेर्नुहोस् हो मेरो
माइली नानाको जेठा छोरा हो यहाँ चाहिँ यो चाहिँ मेरो छोरा हो होइन म भन्दा अग्लो छ हो म चाहिँ उसको आन्टी हो अन्त ऊ चाहिँ हाम्रो बुहारी हाम्रो छोराको बुहारी होइन अन्त त्यही हो के भन्नु छ आन्टीको भ्लगमा केही भन्दैन आन्टीको भ्लगमा के सब्सक्राइब हो कि के लाइकहरू गरिदिनु हो हजुर अनि फेरि नयाँ नयाँ फ्रेन्ड आउँदै जानु भन्नु पनि सक्दिनँ फेरि गइहाल्यो भने चाहिँ फेरि के भन्छ सब्सक्राइब त्यो घट्छ नि त हो अनि सब्सक्राइब गरिदिनु होला मेरो आन्टीलाई मेरो प्यारो आन्टीलाई तपाईँहरूले बुहारीले भनेको सुनिहाल्नु भयो होला होइन तपाईँहरूले चाहिँ बुहारीले भनेको पनि कुरा मानिदिनुहोस् अन्त यहाँ घोप्टे अन्त हाम्रो गाउँ बस्तीको किचन चाहिँ यस्तै छ म चाहिँ एकछिन बाहिर निस्केको हो अन्त अब चाहिँ म कोठामा आएँ मेरो कान्छा भाइ चाहिँ ऊ यहाँ उसको भान्जा हेरेकै छ गेम खेल्दै यता हेर्दा सकालमा बिन्दु गरेर त्यहाँ मलाई त मेरो के भयो कस्तो मधुरो अन्त ऊ मेरो पापा चाहिँ त्यहाँ गीत सुन्दै उहिले गीत सुन्दै सुतिरहेको छ हो अन्त मेरो छोरा चाहिँ त्यहाँ खेल्दैछ एकदम आफ्नै धुनले अलिक क्यामेरा चाहिँ मेरो फेल खाएको छ अब तपाईँहरूको जस्तो आइफोन छैन हो अन्त त्यति नै हो ओके गाइस अहिले एकछिनमा म फेरि पनि तपाईँहरूलाई म कन्टिन्यू गर्दै जान्छु बाई बाई हेलो गाइस तपाईँहरूलाई मैले भनिहालेको थिएँ मेरो नानीलाई बाफ सुँगाउनु छ भनेर होइन अन्त मेरो नानीलाई चाहिँ बाफ सुँगाइरहेको छु अहिले चाहिँ उसलाई चाहिँ कफहरू पुरा साह्रो पार्छ नि त त्यही भएर चाहिँ अब के गर्नु होइन नानीको आमा हुनु जस्तो साह्रो केही होइन रहेछ अहिले सम्झिँदाखेरि हो अन्त उसलाई चाहिँ बेसी ख्यार भइबस्छ नि त त्यही भएर उसलाई चाहिँ सुँगाउनै पर्छ होइन अन्त उसले चाहिँ अब किन यस्तो भएको भन्दाखेरि अब पहिला त्यो छिटो नजन्माइदिएर चाहिँ नि छिटो अब टाइम पुगेर पनि अब नगरिदिँदाखेरि चाहिँ मैला खाइसकेको थियो नि त त्यही भएर उसको चाहिँ कफ जाम नि बस्छ भनेको छ त्यही भएर चाहिँ बिचरा नानीलाई ख्यारेर चाहिँ साह्रो पर्छ हावाले यो यसको बाफले त कस्तो फोनकै झन् यो पारिँदो रहेछ फगी लागेको जस्तै ओ भाइ नानी आऊ नानी हेलो गाइस गुड मर्निङ अब चाहिँ गुड मर्निङ भइरहेको छ होइन मर्निङ भइरहेको छ अहिले चाहिँ अन्त नानी चाहिँ यहाँ एकदम फ्रेस भएर उयो भइरहेको छ हो अन्त मेरो नानीले चाहिँ आज अलिक राति अलिक झगडाहरू गऱ्यो नि त त्यही भएर त्यस्तो राम्रो सुतेको छुइनँ हो आँखा पोलिरहेको छ अन्त उसलाई चाहिँ बिस्कुट दिन आँटेको हो अन्त यहाँ यस्तो छ म त मेरो भाइले भन्दैछ कि म ह्यान्डसम राम्रो देखेको छुइनँ अरे गाइस तपाईँहरू भनिदिनुहोस् म राम्रो देखेको छु कि छुइनँ अन्त अब हाम्रो किचनमा चाहिँ अलिक अँधेरो छ नि त देख्दैन हो अन्त यस्तो अँधेरो छ है मेरो भाइ भात खाँदैछ त्यहाँ स्कुलले लुगा लगाएर छिटो उफ्रे हेलो गाइस हाम्रो नानी चाहिँ यहाँ उफ्रेकै छ हो मलाई दग्दी दिएकै छ लु उफ्रे ऊ हेर्नु हो मेरो बेबी चाहिँ एकदम आज चाहिँ नुहाएर राम्रै भइरहेको छ हो लु उफ्रिदेऊ बेबी उफ्रिदेऊ छिटो उफ्रिदेऊ भाइ त टिके हेर लु उफ्रिदेऊ यहाँ पुममा गर्दा पुममा 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 छिटो पुममा 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 लु उफ्री पुतल उफ्री छिटो
छिटो पुरा हाम्रो मम्मीजीले चाहिँ यहाँ सब भातुन उठाउँदैछ पस्किदिँदैछ हो। आज चाहिँ छ फर्सी आलुको झोल अन्त तोरी छ हो। अन्त यहाँ छाडा नानीले भिडियो बनाउनु दिएको छ। हेलो गाइस, अब चाहिँ म सुत्न लागेको हो। अन्त अब चाहिँ म भिडियो यतिमै एन्ड गर्दैछु। तपाईँहरूले हेरेर इन्जोय गरिदिनुहोस् र सब्सक्राइब गरिदिनु नभुलिदिनुहोस् होइन। मेरो बेबी चाहिँ यहाँ भर्खर सुतिरहेको छ हो। मन दुखाउँदै सुत्दैछ नि त, काखमै सुताउनु भन्छ। उसलाई चाहिँ म सक्दिनँ नि त काखमा सुताइरहनु होइन। त्यही भएर चाहिँ अब म सुत्नु लागेको। तपाईँहरूले मेरो भिडियोलाई हेरेर इन्जोय गरिदिनुहोस्। बाई बाई।